निकै डरै झर्दैछ आज पनि। म यतिखेर चाहिँ कामतर्फ लागिरहेको छु। 7 बजीदेखि यो काम 7 बज्नै आँट्यो। 6:48 भइसक्यो। हाइवेमा छु अनि अब 2-4 महिना चाहिँ यस्तै नै हो। 2-4 महिना चाहिँ यस्तै योभन्दा ज्यादा आउँछ। गाह्रो छ साथीहरू, अब चाहिँ निकै गाह्रो हुन्छ चिसोमा है। बिहानै उठेर गाडीमा लागेको हिउँहरू सोर्दा, पार्किङ सफा गर्दा, पार्किङहरू सफा गर्नै पर्ने हुन्छ। गाडी निकाल्नु पर्यो। नानीहरू स्कुल जान्छ है। अनि नानीहरू स्कुल जान्छ, उनीहरूलाई त्यो बाटो बनाइदिनै पर्छ। त्यसो गर्दा गर्दै अलिक समयमै उठेन भने काममा पुग्नु ढिलो हुन्छ। बाटोमा अब सधैँको जस्तो अलिक स्पिड कुदाउनु मिल्दैन, बिस्तारो कुदाउनु पर्ने हुन्छ। केयरफुल गर्नु होला, बी केयरफुल गर्नु होला सबैजना। जति पनि हिउँ पर्ने ठाउँमा हुनुहुन्छ ड्राइभहरू गर्दा सेफ ड्राइभ है सबैजनालाई। यस्तै छ। सिसामा त्यति राम्रो देखिँदैन रहेछ भिडियो पनि। त्यो त उसले हालेर हिउँको पानी अगाडिको गाडीले छिटाइरहेछ। भएन आइराखेको पनि छ पानी हिउँ। त्यसले गर्दा त्यति क्लियर चाहिँ नहुने रहेछ भिडियो। यसो हल्का हालेर यस्तै छ साथीहरू। तिरको यतिखेर चाहिँ राम्रो टायरहरू हुनुपर्ने हुन्छ। स्नो टायर भयो भने अझै दामी हो। अब स्नो टायर नै चाहिन्छ भन्ने छैन यहाँनिर चाहिँ होइन। अझै स्नो टायरहरू भए राम्रो हुन्छ। अब स्नो टायर छैन भने सिजनल टायरले पनि काम गर्छ हाम्रोतिर चाहिँ। अनि मेरोमा चाहिँ यो गाडीमा चाहिँ सिजनल हो टायर। 3 वर्ष भइसक्यो होला हौ फेरेको पनि। योपालिको यो हिउँलाई फाल्छ कि फाल्दैन मेरो टायर राम्रो छैन भने पनि साथीहरू डेन्जर हुन सक्छ। गाडी चिप्लिन सक्छ। त्यो भएर पनि हो टायर चाहिँ राम्रै हुनुपर्छ।
पैसाका लोभ गर्नु हुँदैन। टायर चाहिँ राम्रै लाउनु पर्ने हुन्छ। छ म मेरो काममा पुग्नुको लागि 6 मिनट अब यहाँनिर 7 बज्नुको लागि 6 मिनट छ। 6 मिनटभित्र म काममा पुग्छु कि पुग्दैन है। अब यो गर्नु पनि भएन, किन रहेछु भन्ने स्पिड जानु पनि भएन है। अलिकति ढिलो हुँदा केही हुँदैन। पोइन्ट सिस्टम छैन अहिले चाहिँ। कतिको मान्छेतिर पोइन्ट सिस्टम हुन्छ नि त काममा, ढिलो पुग्नेलाई पोइन्टहरू दिन्छ अनि अलिक धेर पोइन्ट हुनेलाई भएपछि निकालिदिने हुन्छ। मेरोमा चाहिँ पोइन्ट सिस्टम चाहिँ छैन। रहेछ ढुम्मै भयो सिसामा त होइन। त्यहाँबाट हान्ने राख्नु हो। पट्टिबाट हान्नेर सोही यता बिस्तारै आउँदाखेरि हुने झामिया पर्नु हुँदैन। धेरै केयरफुलै गर्नुपर्ने हुन्छ यसमा चाहिँ। तर कतिचोटि कति समय त्यस्तै पनि हुन्छ। आफूले केयरफुल गर्दा गर्दै पनि यसले अघि लियो नि छोइयो उताबाट त्यस्तो पनि ड्राइभर सक्छ। अनि आफ्नो अलिकति स्पिड छ भने भरे ब्रेक झ्यापै लाउनु मिल्दैन स्लोमा त है। झ्यापै लगाएर फन्नै गाडी हुन्छ। बिस्तारै लाएर जाँदाखेरि भरे भेट्नु सक्छ, एक्सिडेन्ट हुनसक्छ। यस्तो यो बेला है एक्सिडेन्टहरू भयो भने त गाह्रो छ नि हौ नातिहरू। गाडी नै हातमा बनिँदैन हो, छिटो बनाइँदैन। म यस्तो टाइममा झन् साह्रो अनि काममा आउनुपर्छ, गाडी छैन भने गाह्रो हुन्छ। भाडामा निकाल्नु पर्ने हुन्छ फेरि। भाडाको गाडीलाई मैले अर्कोलाई हाल्ने त्यो चाहिँ नि टेन्सन यस्तै छ। साथीहरू 1 मिनट छ मेरो काममा पुनः आँट्यो।
7 बज्नु पनि 1 मिनेट छ 1-2 मिनेट लेट भएर छु म मलाई थाहा भइसक्यो अहिले भने ल मकामा आइपुगे थ्याङ्क यू साथीहरू थ्याङ्क यू मकामा आइपुगे बाई बाई यही हो